नमस्कार दिदीबहिनी दाजुभाइहरू। यहाँ दुईटा मुसलमानले हाम्रो नेपालको राष्ट्रिय झण्डा जलाइराखेका छन्। तपाईहरुलाई के मन दुखेछ? नमस्कार दिदीबहिनी दाजुभाइहरू। यो जो मुस्लिमले हाम्रो नेपालको राष्ट्रिय झण्डा जलाइराखेको छ, के तपाईहरुको माझ के राम्रो हो? हाम्रो एउटा राष्ट्रिय झण्डा जलाएको के कस्तो हो भाइ भन? राष्ट्रिय झण्डा जलाउनु पर्ने अब ती देशका नेपाली नागरिक होइन क्या। जो नेपाली हुन्छ, देशभक्त हुन्छ नि, त्यसले कहिले पनि आफ्नो राष्ट्रको बेइज्जत गर्दैन। त्यो देशभक्त हुन्छ, त्यसले आफ्नो झण्डा, आफ्नो राष्ट्रप्रति एकदम वफादार हुन्छ गर्छ। त्यही भएर म भन्छु, हाम्रो एउटा नेपाल समाजमा हाम्रो एउटा नेपाली झण्डा जलाउँदाखेरि तपाईलाई मन दुखेन? दुख्छ नि यार, मन किन दुखेन? हामी 3 करोड जनताले, हाम्रो 3 करोड जनताहरूको मन दुखे छैन? एउटा हाम्रो राष्ट्रिय झण्डा जलाउँदाखेरि हाम्रो मुटु जले जस्तो हुन्छ कि नभन्नु? हुन्छ। राष्ट्र सबैभन्दा पहिला देश हो क्या। देश सबैभन्दा पहिला देश, त्यसपछि सबै जनताहरू हो। नेपाल सरकारले छानबिन गर्न पर्यो। यो राष्ट्रिय झण्डा जलाएको कौनो मुसलमान हो, यसलाई जल्दी से जल्दी कारबाही हुन पर्छ। अनि यी मुस्लिमहरू जो नेपाली झण्डा जलाइरहेछन्, यी आएका कहाँबाट हुन्? यिनीहरूका सबै डकुमेन्टहरू भेरिफाई गर्नुपर्छ। यी बाहिरबाट आएका रोहिङ्ग्याहरू भने यिनीहरूलाई लखेटेर देशबाट एकदमै भगाउनुपर्छ। यो भिडियोलाई जति सक्दो शेयर गर्नु होला। धन्यवाद। जय नेपाल। जय नेपाल।